मान्छे हुँ म, भर्खरै आलो घाउमा मलम लाउन जानेको मान्छे हुँ म, चङ्गा छुटेर कहाँ गयो धागोले हात भरिएको मान्छे हुँ म। यो पापी सहरमा यतै हराउँछु कि, यो पापी सहरमा यतै हराउँछु कि, दुई चार पैसा धन कमाउने लोभमा थोरै डराएको मान्छे हुँ म, चङ्गा छुटेर कहाँ गयो धागोले हात भरिएको मान्छे हुँ म। मेरा लाला बाला बामा कुरेका छन् त्यो गाउँ घरमा, मेरा लाला बाला बामा कुरेका छन् त्यो गाउँ घरमा, छोरा फर्किन्छ कि भन्ने आशमा यतै हराएको यो पापी सहरमा बसेको मान्छे हुँ म, चङ्गा छुटेर कहाँ गयो धागोले हात भरिएको मान्छे हुँ म। जलेको मन रसाएको आँखा ओठमा आँसु ल्याएको मान्छे हुँ म, जलेको मन रसाएको आँखा तैपनि ओठमा आँसु ल्याएको मान्छे हुँ म, चङ्गा छुटेर कहाँ गयो धागोले हात भरिएको मान्छे हुँ म, चङ्गा छुटेर कहाँ गयो धागोले हात भरिएको मान्छे हुँ म। हजारौँ शब्दभित्र बेचैनीमा, हजारौँ शब्दभित्र बेचैनीमा बाँचेको मान्छे हुँ म, चङ्गा छुटेर कहाँ गयो धागोले हात भरिएको मान्छे हुँ म, चङ्गा छुटेर कहाँ गयो धागोले हात भरिएको मान्छे हुँ म। यति मात्रै। अब जाने नै त हो, अब जाने नै त हो, एक सरो लुगा लाने नै त हो, अब जाने नै त हो, एक सरो लुगा लाने नै त हो, पायो भने खबर आउनु है घाटसम्म म खरानी हुँदा बगाउन आउनु अञ्जुली भरको पानी दिए जाने नै त हो, एक सरो लुगा लाने नै त हो। रुन्छौ तिमी रुदिन म त लास, झर्छन् तिम्रा आँसु झर्दैनन् म त लास, जाने नै त हो, एक सरो लुगा लाने नै त हो। बाटो एउटै गन्तव्य फरक, बाटो एउटै गन्तव्य फरक, जाने नै त हो, आफन्तले म ढलेपछि लाने नै त हो। भएसम्म पार्थिव शरीर लग्छन् आफन्तले फुलमाला चढाइ, ढलेपछि लान्छन् आफन्तले सायद फुलमाला चढाइ, राम्रै कर्म गरे एक दिन राम्रै थलो जाने नै त हो, एक सरो लुगा लाने नै त हो। कर्मको लीला भाग्यको खेल यति नै रहेछ भने, कर्मको लीला भाग्यको खेल यति नै रहेछ भने लानु है आफन्त त्यो सन्देश त्यहाँसम्म पुगोस् भनेकै छु, जानेसम्म जाने नै त हो।